चुनावमा अस्ति भर्खरै होइन त अब तपाईहरुले चाहिँ फर्म भर्न त्यहाँ लाइन लाग्नुभएको भिड गरेको चुनाव गर्ने गाह्रो होला कहाँ जानु पर्ला के होला कसरी गर्ने होला तालिम के होला भन्दा भन्दै सकियो होइन त अब राम्रोसँग सक्यो सम्पन्न भयो देशैभरि हाम्रो यसपालिको लागि सबैभन्दा खुसीको कुरा के एक थोपा रगत नबगाइकन चुनाव सम्पन्न गर्ने भन्ने जुन सरकारको लक्ष्य थियो त्यही लक्ष्य अनुरूप शान्तिपूर्ण र निष्पक्ष ढङ्गमा चुनाव सम्पन्न भइसकेको छ चुनावका सम्पूर्ण कार्यहरू सम्पन्न भइसके आज तपाईहरुलाई बिदाई गरिसकेपछि चाहिँ अब चुनावको सम्पूर्ण धङधङी पनि सम्पूर्ण बाँकी रहेको सबै सकिनेवाला छ र यो चुनावको क्रममा हामी एकसाथ भएर 40 दिन सँगै बस्यौं कहिलेकाहीँ सँगै खाना पनि खायौं त्यसपछि सँगसँगै त्यो ठाउँहरुमा खटियौं सँगै एकै ठाउँमा जस्तो तस्तो ठाउँमा पनि हामी बस्यौं म्यानेज गर्यौं यी सबै कुराहरू गर्दा गर्दै हामीले मेन दायित्व चाहिँ एकदम राम्रोसँग निर्वाह गर्यौं तपाईले हामी भन्नुपर्छ त्यो तपाईहरुको त्यसमा तपाईहरुको भूमिका अछाम जिल्लामा विशेष गरी मैले चाहिँ अछाम जिल्लाको हेर्दाखेरि असाध्यै उत्कृष्ट रह्यो अब अहिले लास्ट आवरमा अहिलेसम्म एकदम इम्प्रेसन राम्रो छ तपाईहरु एकछिन अनुशासित बनिदिनु भयो यताउति चलायमान हुनु भएन भने चाहिँ त्यसले अझ राम्रो इम्प्रेसन जान्छ जाँदा जाँदै अब यत्रो अनुशासन सिकायो अनुशासित भयो अनि कोही हल्ला गर्ने कोही बाहिर निस्किने आफू खुसी गर्ने गर्दाखेरि त्यति राम्रो देखिँदैन शोभनीय देखिँदैन अगाडिबाट हेर्दाखेरि तपाईलाई नै अगाडिबाट हेर्नुभयो भने कस्तो नराम्रो देखिन्छ एकछिन धैर्य गर्नु होला बरु गाह्रो हुन्छ भने बस्नुहुन्छ भने टुक्रुक्क बसे पनि हुन्छ कसै बस्नुहुन्छ भने गाह्रो त हुन्छ घाम छ स्वेटर लाउनु भएको छ अब पोसाकै त्यही छ हैन अनि तपाईले यसरी व्यावसायिक हिसाबले यसरी राम्रो हिसाबले काम गरिदिनु भयो त्यो गरेको परिणाम स्वरूप अछाम जिल्लामा सामान्य वाद विवाद त अलिअलि भइहाल्छ कहीँ भयो होला तपाईहरु खट्टीको ठाउँमा पनि कहीँ अलिअलि विवाद भयो होला त्यो विभिन्न कारणले हुन्छ तर हाम्रो कारणले र तपाईको कारणले कहीँ पनि विवाद पनि भएन कहीँ समस्या सिर्जना पनि भएन र तपाईहरुले जसरी खटिनुभयो जुन हिसाबले तालिममा सिकाइएको थियो जुन कुरा ब्रिफिङमा भनिएको थियो त्यही किसिमले तपाईहरु खटिनु भयो त्यो खटिएको हिसाबमा र यो सम्पूर्ण चुनाव सफल गरेको हिसाबमा नेपाल प्रहरी संगठनको तर्फबाट जिल्ला प्रहरी कार्यालय अछामको तर्फबाट र सम्पूर्ण सुरक्षा हाम्रो समिति हुन्छ सिडिओ कार्यालयमा सिडिओ साहब लगायत अन्य सुरक्षा फौजका तर्फबाट पनि र सम्पूर्ण अछामी जनताहरूले पनि तपाईहरुलाई धन्यवाद दिन्छु सबैको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईहरु सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु यो तपाईको एक किसिमको सिकाइ र भोगाइ पनि हो नौलो किसिमको अनुभव हो प्रहरी कस्तो हुन्छ होला कसरी काम गर्छ होला यिनीहरूले कस्तो खान्छन् होला अनि त्यो भन्ने जिज्ञासा तपाईहरुमा हुँदाहुँदै तपाईहरु हामी प्रहरीसँगै अट्याच भएर प्रहरी नै भएर काम गर्नुभयो भलाइ अफिसको काम तपाईहरुले गर्नु भएन अफिसियल काम बाहेक फिल्डमा गर्ने काम अफिसियल काम गर्ने त हाम्रो 10% पनि छैन 90% त तपाई जस्तै काम गर्ने नै प्रहरीहरु हो बाहिर फिल्डमै काम गर्ने त्यो फिल्डमा काम गर्ने 90% अनुभव तपाईले पनि लिनुभयो त्यो लिनु भएपछि तपाईहरुलाई केही यो जिज्ञासा यो ग्याप थियो नि हाम्रो तपाई र हाम्रो बीचमा तपाईहरु नागरिक हुँदा र हामी प्रहरी भइराख्दाखेरिको जुन ग्याप थियो निर्वाचन प्रहरीको रूपमा तपाईहरु आइसकेपछि त्यो ग्याप पनि केही हदसम्म फुलफिल भयो होला र अब तपाईहरुले त्यो तालिममा सिकेको र भोगेको कुराहरु चाहिँ भोलि आफ्नो सामान्य जनजीवनमा पनि त्यसले पनि रिफ्लेक्ट गर्छ त्यसले पनि तपाईहरुले असर गरिरहेको हुन्छ प्रहरी भएर अनुशासित भएर प्रहरीलाई नै सहयोग गरेर प्रहरीकै काम गरिराख्दाखेरि भोलि प्रहरीलाई आइपर्ने समस्याहरुमा तपाईहरुले सहयोग पक्कै पनि गर्नुहुन्छ त्यो हामीलाई विश्वास छ र केही अपराधिक घटनाहरु भएको अवस्थामा तपाईहरुले प्रहरीलाई सूचना दिएर सहयोग गर्नुपर्छ भन्ने कुरामा पनि तपाईहरुले एकदमै सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ र भोलि भविष्यमा फेरि अर्को चुनाव तुरुन्तै हुँदैछ स्थानीय निर्वाचन हुँदैछ अन्य प्रदेश सभाको निर्वाचन हुँदैछ ती निर्वाचनहरुमा पनि इच्छुक हुनुभयो यहाँ कतिपय यही बस्नु भयो र इच्छुक हुनुभयो भने तपाईहरुलाई प्रायोरिटीका साथ पुनः हामी लिने नै छौं किनभने यसरी काममा अब्बल देखाएर बिदाई भएका निर्वाचन प्रहरीहरूलाई पहिलो प्रायोरिटी हामीले दिनै पर्छ जसरी हामीले अब त्यसमध्येमा तपाईहरु मध्येमा उत्कृष्ट काम गर्नेहरूलाई अझ थप प्रशंसा पत्र दिने भनेर पनि हामीले त्यो नामावली संकलन गरेका छौं अब यहाँ कतिपय लास्टसम्म आउनु भएन हाजिरै नहुनु भएकोहरुको हकमा चाहिँ अब त्यो अलि मिलेन अब लास्टसम्म हामीलाई साथ दिने जस्तो विभिन्न युनिटहरुमा चाहिँ लास्टसम्म आजसम्म पनि ड्युटी गरिराख्नु भएको छ अघि बिहानसम्म पनि 1000 जना जति 1462 जना मध्ये 1000 जनाले अझै अहिलेसम्म पनि ड्युटी गरिराख्नु भएको थियो यही जिल्ला प्रहरी कार्यालयमा र यहाँ चाहिँ कतिपय आउनु भएन अझै यहाँ आज अरु कति आउनु भएको छैन अझै पनि नआउनु भएको ठीक छ त्यसमा हामीले मेन दायित्व त पुरा भयो मेन काम त तपाईहरुले सफल गर्नुभयो भने अब सानोतिनो तपाईहरुको समस्याहरु होला के होला भन्दा हामीले त्यसलाई ठूलो रूपमा पनि लिएनौ तपाईहरुलाई त्यो बुझेका छौं हामीले त्यही हिसाबले हामीले व्यवहार गरेका हौं तर अब पुरस्कृत नै गर्नु पर्दाखेरि चाहिँ लास्टसम्म साथ नदिनेलाई पनि किन दिएको भन्ने प्रश्न उठ्ने हुनाले हामीले
त्यो चाहिँ गर्दैनौँ। लास्टसम्म साथ दिनेहरू मध्येबाट उत्कृष्ट हामीले छनौट गरेका छौँ। केही दिन लाग्छ हामीलाई प्रमाणपत्र तयार गर्न, त्यो दिन्छौँ। प्रमाणपत्र त पाउनुभयो, सबैले पाउनुहुन्छ, अनि त्यो दिन्छौँ। अर्को प्रशंसापत्रको कुरा। अर्को कुरा, तपाईँहरूको सेवा सुविधा अब बाँकी रहेको तलब र रासन, आधा रासन र आधा तलब बाँकी थियो क्या, त्यो हिजो चाहिँ सही गरेर कोलेनिकामा पठाइसकिएको छ। त्यो सायद अब आज भरेमा आउनुपर्छ। कसैको ब्लक भयो, ह्याङ भयो, खाता नम्बर फर्किने पनि हुन्छ, अस्ति पनि त्यो भएकै हो। त्यस्तो भयो भने यहाँ लेखा शाखामा सम्पर्क, फोन गरेर आइराख्नु पनि परेन, फोन गरेर सम्पर्क गर्नुभयो भने त्यो हामी ब्याङ्कमाबाट क्लियर गराइदिन्छौँ।